चाहिँ प्लाइवुड हो हैन। अनि र मैले फ्रेम गर्दाखेरि चाहिँ अरूले फ्रेम गर्दा र मैले गर्दामा चाहिँ के फरक हुन्छ भने यहाँ जहिले पनि कुट हालेको हुन्छ। कुट हालेको फ्रेममा चाहिँ फोटोलाई चाहिँ कुटले चिसो तानेर वालबाट छिटो बिगारिदिन्छ है, त्यसलाई चाहिँ छिटो डिस्पोज गरिदिन्छ हैन। र म चाहिँ फ्रेम गर्दाखेरि जहिले पनि प्लाइवुड हालेर दिन्छु। म 6 mm को प्लाइवुड हालेर दिन्छु, जसको कारण यो 12, 13, 14, 15, 20 वर्ष यो केही पनि हुँदैन है। त्यो फरक छ। अनि तपाईँको जुन यो फ्रेम हेरिराख्नु भएको छ नि, यही फ्रेम तपाईँको 200 मा पनि पाउँछ, यही साइजको है। यो साइजको होइन है, यही बिटमा 200 मा पनि पाउँछ, 350 मा पनि पाउँछ। यही बिटको तपाईँको 400 पनि 450 पनि पर्छ हैन। यही बिटको फ्रेम तपाईँको 500 रुपियाँ पनि पर्छ है। अब आफै बुझ्नु होला हैन। र म चाहिँ राम्रो सामान हालेर राम्रै सामान बनाएर दिन्छु, बरु 2 रुपियाँ पैसा बढी लिन्छु हैन। लामो समयसम्म टिकाउ हुने सामानहरू चाहिँ म बनाएर दिन्छु है। अनि अर्को कुरा, अब यो फ्रेममा चाहिँ यो जस्ट यो क्लिपले मात्रै हानेको हुन्छ यो साइडमा हैन। तर तपाईहरुले चाहिँ यही फ्रेम चाहिँ अब पसलमा यदि स्टुडियोमा फ्रेमिङ गर्नुभयो भने तपाईलाई यस्तो फ्रेममा यो यस्तोमा चाहिँ यतिकै फ्रेमिङ गरेर तपाईहरुलाई दिन्छ भने मैले चाहिँ यहाँनेरि यो क्लिपहरु पनि मैले चाहिँ सेट गरेर दिन्छु। त्यसको कारण यो फ्रेम जस्तै अब यो सेट नगरिकन दिँदा केही समय 2, 4, 5 वर्षमा चाहिँ यो भाँचिने हुन्छ भने, तर यसमा साइडमा चाहिँ यो जोइन्टमा चाहिँ क्लिप हानिसकेपछि चाहिँ यो 15, 20 वर्ष फेरि यो पनि केही पनि हुँदैन। त्यति फरक छ है मैले बनाएको सामानहरुमा चाहिँ फ्रेमको बारेमा चाहिँ हैन भन्नु पर्दैन हैन। र अब मैले यो फ्रेम चाहिँ मैले पठाउँदै छु। यसको लागि मैले यो बक्स पनि तयार गरेँ, किनभने फ्रेम गरेर पठाउँदाखेरि हाम्रो रिस्क हुन्छ जबसम्म कस्टमरको हातमा पुग्दैन फुटो भने फेरि हामीले त्यो बिहोर्नु पर्छ। त्यो भएर मैले अलरेडी यसलाई चाहिँ प्याकिङको लागि प्लाइवुडको बक्सहरू सबै थोक रेडी बनाएर मैले सामान पठाउँछु। त्यो भएर अलिकति मैले बनाएको सामानहरूको कस्ट थोरै बढी पर्छ है।